एउटा पुरानो चिनिया उखान छ नि, मलाई भन र म बिर्सन्छु, मलाई देखाऊ र म सम्झन्छु, मलाई सामेल गराऊ र म बुझ्छु। आज हामी शिक्षा जगतको यही सामेल गराउने तरिका अर्थात् गरेर सिक्ने विधिको अलि गहिराईमा पुग्दैछौँ। यसलाई प्रोजेक्ट बेस्ड लर्निङ वा छोटकरीमा पीबीएल भनिन्छ। हो, र यो विषयमा एउटा ठूलो बहस छ के विद्यार्थीलाई किताबी ज्ञान घोकाएर सिकाउने हो वा वास्तविक संसारको समस्यासँग जुझ्न दिएर। पीबीएल यही दोस्रो धारको केन्द्रमा छ। बिल्कुल, र यही बहसमा डुबुल्की मार्न हामीसँग आज दुई फरक दृष्टिकोण छन्। पहिलो सन् 2011 को मार्गरेट होमको एक विस्तृत अनुसन्धान समीक्षा जसले अमेरिकाको शिक्षा प्रणालीमा पीबीएलको प्रभावकारितालाई नाप्ने कोसिस गर्छ, र दोस्रो सन् 2016 मा ढुण्डिराज गिरीद्वारा हाम्रै नेपालका निजी विद्यालयहरूमा गरिएको एक अध्ययन। आजको हाम्रो कोसिस के हुनेछ भने यी दुई अध्ययनलाई एकै ठाउँमा राखेर हेर्ने। आखिर यो पीबीएलको कथा के हो, यसका फाइदा के छन् र यसलाई हाम्रो जस्तो ठाउँमा लागू गर्न साँच्चै कति गाह्रो छ। कि यो साँच्चै शिक्षाको भविष्य हो वा एउटा आकर्षक तर अव्यावहारिक सपना मात्र? ल, यो पीबीएल भन्ने विषयको पत्र केलाएर हेरौँ न त। सबैभन्दा पहिले यो आखिर हो के? होल्मको अध्ययनले यसलाई विद्यार्थी केन्द्रित शिक्षण विधि भन्छ, जहाँ विद्यार्थीहरूले लामो समय लगाएर कुनै वास्तविक प्रश्नको जवाफ खोज्छन् वा चुनौतीको सामना गर्छन्। हो, र यसको अन्त्यमा उनीहरूले कुनै उत्पादन, प्रस्तुति वा प्रदर्शन तयार गर्छन्। र महत्त्वपूर्ण कुरा, शिक्षकको भूमिका सहजकर्ताको हुन्छ। यसलाई यसरी सोचौँ न, परम्परागत कक्षामा शिक्षक स्टेजमा भाषण दिने व्यक्ति हो भने पीबीएलमा शिक्षक भनेको यात्रामा सँगै हिँड्ने ट्रेकिङ गाइड जस्तो हो। बाटो देखाउने तर हिँड्नुपर्ने यात्री आफैले हो। यो त सुन्दैमा फरक लाग्यो, तर मलाई मेरो स्कुलको याद आयो। हामीलाई नेपालका बालीनालीबारे चार्ट बनाउन लगाइएको थियो। हामीले पसलबाट रेडिमेड चार्ट किनेर त्यसमाथि आफ्नो नाम लेखेर बुझायौँ। मलाई लाग्छ त्यो पक्कै पनि पीबीएलको राम्रो उदाहरण थिएन। तपाईँको उदाहरण एकदमै सान्दर्भिक छ। होल्मले थोमसको अनुसन्धानलाई उद्धृत गर्दै यसका 5 मुख्य विशेषताहरू छुट्याएकी छिन्, जसले तपाईँले भनेको जस्तो चार्ट बनाउने कामलाई पीबीएल भन्न मिल्दैन। पहिलो र सबैभन्दा महत्त्वपूर्ण विशेषता हो, यो पाठ्यक्रमको केन्द्रमा हुन्छ। पाठ्यक्रमको केन्द्रमा? हो। प्रोजेक्टहरू पाठ सकिएपछि दिइने अतिरिक्त गृहकार्य होइन, बरु पाठ सिक्ने मुख्य माध्यम नै हो। अर्थात् पाठ सिक्ने तरिका नै प्रोजेक्ट भयो। इतिहासको पाठ घोक्नुको सट्टा विद्यार्थीले कुनै ऐतिहासिक घटनामा एउटा डकुमेन्ट्री बनाउन थाल्यो भने त्यो पीबीएल भयो, होइन त? एकदम सही। दोस्रो विशेषता हो प्रेरक प्रश्नहरू। सिकाइ कुनै महत्त्वपूर्ण र खुला प्रश्नमा आधारित हुन्छ, जसले विद्यार्थीलाई सोच्न र गहिरो अनुसन्धान गर्न बाध्य बनाउँछ। नेपालमा राणा शासन कहिले अन्त्य भयो भन्ने प्रश्नको एउटा मात्र जवाफ हुन्छ, तर राणा शासनको अन्त्यले नेपाली समाजलाई कसरी परिवर्तन गर्यो भन्ने प्रश्नले अनुसन्धानको ढोका खोल्छ। बुझेँ। यसले गुगल गरेर एकैछिनमा भेटिने जवाफभन्दा पर लैजान्छ। तेस्रो र चौथो विशेषता एक आपसमा जोडिएका छन्। विद्यार्थीको संलग्नता र विद्यार्थी केन्द्रित हुनु। विद्यार्थीहरू आफै समस्या पहिचान गर्ने, समाधानको योजना बनाउने र अन्तिम उत्पादन सृजना गर्ने काममा सक्रिय रूपमा लाग्छन्। उनीहरूले नै आफ्नो प्रोजेक्ट छान्छन् र कार्यान्वयन गर्छन्। शिक्षकले केवल मार्गदर्शन गर्छन्। र पाँचौं विशेषता, जुन मलाई लाग्छ आजको समयमा सबैभन्दा महत्त्वपूर्ण छ, त्यो हो वास्तविकतामा आधारित हुनु। प्रोजेक्टहरू केवल शैक्षिक अभ्यास मात्र नभएर वास्तविक संसारका समस्या र विचारहरूमा आधारित हुन्छन्। हो, र यहीँनेर गिरीको अध्ययनले एउटा 21औं शताब्दीको आयाम थप्छ। उहाँले पीबीएललाई केवल विषयवस्तु सिक्ने तरिकाको रूपमा मात्र हेर्नुहुन्न। उहाँको तर्क छ कि यो सञ्चार, आलोचनात्मक सोच, रचनात्मकता र सहकार्य जस्ता सिपहरू विकास गर्ने सबैभन्दा उत्तम माध्यम हो। ती सिपहरू जुन आजको अर्बट्स मार्केटमा सफल हुन आवश्यक छ। हो, यसले किलप्याट्रिकको 1918 को अवधारणालाई आजको आवश्यकतासँग जोड्छ।
व्यवहारमा यो कस्तो देखिन्छ त? गिरीको अध्ययनमा एउटा राम्रो उदाहरण छ हैन? नेपाली विद्यार्थीहरूले स्थानीय क्षेत्रमा विद्यमान सामाजिक समस्याहरू भन्ने विषयमा प्रोजेक्ट गरे। उनीहरू समुदायमा गए, मानिसहरूसँग अन्तर्वार्ता लिए, नोट बनाए, भिडियो खिचे र फोटोहरू लिए। यो त साँच्चै गरेर सिक्ने भयो। यो गिरीले भनेको लामो समयको संलग्नताको उत्कृष्ट उदाहरण हो। विद्यार्थीहरू केवल सूचना लिने मात्र भएनन्, उनीहरू ज्ञानको निर्माता बने। उनीहरूले सुरुदेखि अन्त्यसम्म हरेक चरणमा स्वामित्व लिए। विषयमा छलफल, कामको विभाजन, फिल्ड अध्ययन, ड्राफ्ट तयारी, सम्पादन र अन्त्यमा प्रस्तुति। सुन्दा त यो लगभग जादु जस्तै सुनिन्छ। विद्यार्थीहरू पनि खुसी, उनीहरूले महत्त्वपूर्ण सिपहरू पनि सिक्ने, अनि नतिजा पनि राम्रो। होल्मको समीक्षाले यी फाइदाहरूलाई तथ्याङ्कमा कसरी देखाउँछ? के साँच्चै यसले शैक्षिक उपलब्धि बढाउँछ त? यो महत्त्वपूर्ण प्रश्न हो र अनुसन्धानले धेरै बलिया पक्षहरू देखाएको छ। विभिन्न तुलनात्मक अध्ययनहरूले देखाए कि पीबीएल कक्षाका विद्यार्थीहरूले परम्परागत कक्षाका विद्यार्थीहरूको तुलनामा विषयवस्तुको ज्ञानमा बढी प्रगति गरे। तर के यो विषयवस्तुको ज्ञान परीक्षामा आउने खालको ज्ञान हो? म एक अभिभावकको दृष्टिकोणबाट सोच्दैछु, जसलाई आफ्नो बच्चाले परीक्षामा राम्रो गरोस् भन्ने हुन्छ। के पीबीएलले घोकेर दिने परीक्षाहरूको लागि पनि विद्यार्थीलाई तयार पार्छ, वा यो केवल सफ्ट स्किल्स विकास गर्न मात्र राम्रो हो? तपाईले एकदमै जायज चिन्ता उठाउनुभयो। होल्मले समीक्षा गरेका केही अध्ययनहरूले यही प्रश्नको जवाफ खोजेका थिए। नतिजाहरू मिश्रित थिए, तर धेरैसोले के देखाए भने पीबीएलले विद्यार्थीहरूको अवधारणागत बुझाइलाई गहिरो बनाउँछ। अवधारणागत बुझाइ हो, उनीहरूले तथ्यहरू मात्र सम्झने होइन, किन र कसरी भन्ने कुरा पनि बुझ्छन्। यसले गर्दा उनीहरूले समस्या समाधानमा आधारित प्रश्नहरूमा राम्रो प्रदर्शन गरे। र विद्यार्थीहरू आफैले चाहिँ यो तरिका मन पराए त? कहिलेकाहीँ धेरै काम लगायो भने झर्को मान्ने बानी पनि हुन्छ। अनुसन्धानले देखाउँछ कि विद्यार्थीहरूले यो व्यावहारिक तरिका मन पराए। उनीहरूले विषयवस्तुप्रति सकारात्मक धारणा राखेको बताए। तर यहाँ एउटा अर्को कुरा छ जुन साँच्चै रोचक छ। के रहेछ? केही अध्ययनहरूले के पाए भने पीबीएलको फाइदा मध्यम र कम उपलब्धि हासिल गर्ने विद्यार्थीहरूमा सबैभन्दा बढी देखियो। एकछिन है, यो त मैले सोचेको भन्दा उल्टो भयो। मलाई त यस्तो खुला तरिकाले सिक्ने अवसरमा तेज विद्यार्थीहरूले नै फाइदा लिन्छन् होला जस्तो लागेको थियो। तर अनुसन्धानले भन्छ कि जो विद्यार्थीहरू परम्परागत कक्षामा पछि पर्छन्, उनीहरूलाई यसले सबैभन्दा बढी फाइदा पुर्याउँदो रहेछ। यो त शिक्षामा ठूलो कुरा हो नि, होइन र? यो निकै ठूलो कुरा हो। यसको पछाडिको तर्क के हो भने परम्परागत कक्षामा पछि पर्ने विद्यार्थीहरूलाई पनि पीबीएलले आफूले जानेको वा रुचि राखेको वास्तविक विषयमा विशेषज्ञ बन्ने मौका दिन्छ। उनीहरूले आफ्नो बलियो पक्ष जस्तै चित्रकला, भिडियो बनाउने, मान्छेसँग कुरा गर्ने प्रयोग गरेर सिक्न पाउँछन्, जुन किताबी परीक्षामा सम्भव नहुन सक्छ। गिरीको अध्ययनमा अन्तर्वार्ता लिएका नेपाली शिक्षकहरूले पनि यस्तै कुरामा जोड दिएका छन्। एक शिक्षक रामेश्वरले भनेका छन्, पीबीएलले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञान दिमागमा भण्डारण गर्नुको सट्टा जीवनको लागि तयार पार्न मद्दत गर्छ। यसले आत्मविश्वास, नेतृत्व र व्यवस्थापन जस्ता जीवनोपयोगी सिप विकास गर्न मद्दत गर्छ। बिल्कुल, उहाँको भनाइले पीबीएलको सारलाई समातेको छ। यो केवल के सिक्ने भन्नेमा मात्र केन्द्रित छैन, बरु कसरी सिक्ने र सिकेको कुरालाई जीवनमा कसरी प्रयोग गर्ने भन्नेमा पनि केन्द्रित छ। यहाँसम्म त सबै राम्रो सुनिन्छ, तर मेरो मनमा एउटा शङ्का उब्जिरहेको छ। यो साँच्चै यति सजिलो छ त? यदि यो यति नै प्रभावकारी हो भने किन सबै विद्यालयहरूले यही विधि अपनाउँदैनन्? पक्कै पनि यसलाई लागू गर्नमा केही तगारीहरू होलान् नि? अवश्य छन्, र ती चुनौतीहरू सैद्धान्तिक र व्यावहारिक दुवै स्तरमा निकै गम्भीर छन्। होल्मको लेखले एउटा ठूलो सैद्धान्तिक बहसलाई अगाडि ल्याउँछ। मेयर र कृष्ण जस्ता आलोचकहरू तर्क गर्छन् कि न्यूनतम मार्गदर्शनसहितको विद्यार्थी केन्द्रित सिकाइ प्रभावकारी नहुन सक्छ र कहिलेकाहीँ हानिकारक पनि हुन सक्छ। हानिकारक नै? त्यो त अलिक कडा सुनियो।
उनीहरूको तर्क के छ भने सिकाइको प्रारम्भिक चरणमा रहेका विद्यार्थीहरूलाई जब कुनै विषयबारे आधारभूत ज्ञानै हुँदैन तब उनीहरूलाई आफै खोज भनेर छोड्दा उनीहरू अल्मलिन सक्छन्, उनीहरूले गलत धारणाहरू विकास गर्न सक्छन् वा अनुत्पादक दिशातर्फ धेरै समय खेर फाल्न सक्छन्। उनीहरूको भनाइमा सिकाइको सुरुमा शिक्षकको स्पष्ट र प्रत्यक्ष निर्देशन आवश्यक हुन्छ। यो त एकदमै जायज कुरा हो। यदि मलाई भौतिक शास्त्रको क्वान्टम मेकानिक्स बारे केही थाहा छैन भने जाऊ क्वान्टम मेकानिक्स बारे एउटा प्रोजेक्ट गर भनेर छोडिदिँदा त म हराउन सक्छु। यसको मतलब शिक्षकको त्यो ट्रेकिङ गाइडको भूमिका सोचेभन्दा धेरै महत्त्वपूर्ण र जटिल रहेछ। बिल्कुल। होल्मको समीक्षामा समावेश गरिएका धेरै अध्ययनहरूले यही कुरा औल्याएका छन्। पीबीएलको सफलता शिक्षकको सिपमा धेरै हदसम्म निर्भर हुन्छ। जस्तै कक्षा व्यवस्थापन, विषयवस्तुको गहिरो ज्ञान र विद्यार्थीलाई सही समयमा सही मात्रामा मार्गदर्शन दिने क्षमता। एउटा अध्ययनले त राम्रो शिक्षण विधिभन्दा माथि हुन्छ भन्ने निष्कर्ष निकालेको छ। यसको अर्थ राम्रो शिक्षकले जुनसुकै विधिमा पनि राम्रो पढाउँछ र कमजोर शिक्षकले पीबीएल जस्तो राम्रो मानिएको विधि पनि बिगार्न सक्छ। एकछिन है, होल्मको समीक्षाले राम्रो शिक्षक चाहिन्छ भन्छ, तर गिरीले नेपालमा दक्ष शिक्षककै अभाव छ भन्नुहुन्छ। के यसको मतलब नेपालमा पीबीएल लागू गर्ने कुरा गर्नु नै व्यर्थ छ त जबसम्म हामी शिक्षकको गुणस्तरमा सुधार गर्दैनौँ? कतै हामी घोडाको अगाडि गाडा त राखिरहेका छैनौँ? तपाईले दुई अध्ययनलाई जोडेर एउटा निकै महत्त्वपूर्ण र व्यावहारिक प्रश्न उठाउनुभयो। गिरीले पहिचान गरेका चुनौतीहरूले यही कुरालाई पुष्टि गर्छन्। उहाँको अध्ययन अनुसार पहिलो र सबैभन्दा ठूलो चुनौती नै दक्ष शिक्षकको अभाव हो। पीबीएललाई प्रभावकारी रूपमा लागू गर्न सक्ने तालिम प्राप्त शिक्षकहरूको कमी छ। धेरैजसो शिक्षकहरू परम्परागत एकतर्फी प्रवचन विधिमा अभ्यस्त छन्, जहाँ उनीहरू ज्ञानको स्रोत हुन् र विद्यार्थीहरू केवल ग्रहणकर्ता हो। अनि समयको पनि कुरा आउँछ होला। हाम्रोमा त एसई जस्ता परीक्षाहरूको लागि कोर्स सक्नुपर्ने ठूलो दबाव हुन्छ। यस्तो लामो समय लाग्ने प्रोजेक्ट कसरी सम्भव हुन्छ? हो, त्यो गिरीले उल्लेख गरेको दोस्रो चुनौती हो, समय र पाठ्यक्रमको दबाव। शिक्षकहरूलाई निर्धारित समयभित्र पाठ्यपुस्तक सक्नुपर्ने दबावले गर्दा लामो समय लाग्ने प्रोजेक्टहरूका लागि समय निकाल्न असम्भव जस्तै हुन्छ। तेस्रो चुनौती हो स्रोतको अभाव। विशेष गरी ग्रामीण क्षेत्रहरूमा राम्रो पुस्तकालय, इन्टरनेट पहुँच र जानकारी दिन सक्ने विज्ञ व्यक्तिहरूको अभाव छ, जुन पीबीएलको लागि अत्यावश्यक हुन्छ। र विद्यार्थीहरू आफै पनि त तयार हुनु पर्यो नि, होइन र? वर्षौंदेखि शिक्षकले भनेको सुन्ने र घोक्ने बानी परेका विद्यार्थीलाई एक्कासी ल अब आफै खोज भन्दा उनीहरूलाई पनि गाह्रो हुन्छ होला। त्यो चौथो चुनौती हो विद्यार्थीको बानी। गिरीको अध्ययनले भन्छ विद्यार्थीहरू आफै पनि निष्क्रिय रूपमा सुन्ने बानीमा परेका हुन्छन्। सक्रिय रूपमा प्रश्न सोध्न, खोज्न र समूहमा मिलेर काम गर्न उनीहरूलाई गाह्रो हुन सक्छ। र अन्त्यमा यी सबैलाई समेट्ने एउटा प्रणालीगत समस्या छ। प्रणालीगत समस्या? हो, हाम्रो समग्र शिक्षा प्रणाली नै परम्परागत विधि, पाठ्यपुस्तक र अन्तिम परीक्षामा आधारित छ। यस्तो प्रणालीमा पीबीएल जस्तो नयाँ विधि एउटा बाहिरी र अप्ठ्यारो कुरा जस्तो देखिन्छ। सुन्दा सुन्दै मलाई त के लाग्यो भने पीबीएल सफल हुनको लागि शिक्षक मात्र होइन, विद्यार्थी, अभिभावक र विद्यालय प्रशासन पूरै प्रणाली नै परिवर्तन हुन तयार हुनुपर्ने रहेछ। यो त एउटा शिक्षण विधि मात्र नभएर शिक्षाप्रतिको पूरै सोच बदल्ने अभियान जस्तो पो देखियो। तपाईले ठ्याक्कै मर्म समात्नुभयो। पीबीएललाई केवल एउटा टुलको रूपमा हेरियो भने यो असफल हुने सम्भावना बढी हुन्छ। यो शिक्षाप्रतिको दर्शनमा आउने परिवर्तन हो। आजको यो गहिरो छलफललाई संक्षेपमा भन्नुपर्दा प्रोजेक्ट बेस्ड लर्निङ एक पुरानो तर आजको समयमा झनै सान्दर्भिक बनेको शिक्षण विधि हो। अनुसन्धानले यसका स्पष्ट फाइदाहरू देखाउँछ। विद्यार्थीको संलग्नता बढ्छ, अवधारणागत बुझाइ गहिरो हुन्छ र उनीहरूले 21औं शताब्दीका लागि आवश्यक सिपहरू सिक्छन्। तर यो कुनै जादुको छडी होइन। यसका पछाडि गम्भीर सैद्धान्तिक आलोचनाहरू छन्, जसले भन्छन् कि सिकारुहरूलाई सुरुमा स्पष्ट निर्देशन चाहिन्छ र नेपाल जस्तो सन्दर्भमा यसलाई लागू गर्न शिक्षकको सिप, स्रोत साधन, समयको चाप र प्रणालीगत समर्थन जस्ता ठूला व्यावहारिक चुनौतीहरू छन्।
सफलताको लागि शिक्षकको भूमिका सहजकर्ताको मात्र नभएर एक कुशल मार्गदर्शकको हुनुपर्छ, जसले विद्यार्थीलाई अल्मलिनबाट बचाउँदै सही दिशा दिन सकोस्। त्यसो भए यो सबैको मतलब के हो त? यी दुवै स्रोतहरूले शिक्षामा रहेको एउटा आधारभूत द्वन्द्वलाई उजागर गर्छन्। एकातिर आलोचकहरूको तर्क छ कि सिकारुहरूलाई प्रभावकारी रूपमा सिक्न स्पष्ट र प्रत्यक्ष निर्देशन चाहिन्छ। अर्कोतिर पीबीएलका समर्थकहरू भन्छन् कि गहिरो बुझाइ र आधुनिक सिपहरू विकास गर्न विद्यार्थीहरूलाई स्वायत्तता, चुनौती र वास्तविक संसारसँगको सम्पर्क आवश्यक पर्छ। अब हाम्रो श्रोताको लागि सोच्नुपर्ने प्रश्न यो हो, कुनै पनि शिक्षा प्रणालीले यी दुई तथा विरोधाभासी आवश्यकताहरूबीच कसरी सन्तुलन कायम गर्न सक्छ? के सिकारुहरूलाई आवश्यक पर्ने संरचना र आधारभूत ज्ञान प्रदान गर्दै उनीहरूलाई विशेषज्ञ बन्न प्रेरित गर्ने स्वतन्त्र खोज र अनुसन्धानको लागि पनि प्रोत्साहन गर्न सम्भव छ? शायद असली चुनौती यो वा त्यो विधि रोज्नुमा होइन, बरु यी दुवैको सही मिश्रण कसरी पत्ता लगाउने भन्नेमा छ।